आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले पछिल्लो 50 वर्षदेखि पूरै विश्वको अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा राखेको छ। त्यो हो पेट्रोडलर। यो आखिर के हो र यसले कसरी काम गर्छ? ल सुरु गरौँ। सोच्नुस् त, अमेरिकाका एक मन्त्रीले भन्दैछन् यो हाम्रो पैसा हो तर समस्या चाहिँ तपाईको। सन् 1971 को यो एउटै भनाइले शक्ति, पैसा र तेलको पूरै कथाको सार बताउँछ। यसले सिधै सङ्केत गर्छ कि अमेरिकाले जे निर्णय गर्छ त्यसको असर सारा संसारले भोग्नुपर्छ। तर एउटा प्रश्न उठ्छ, किन संसारमा सबैभन्दा धेरै किनबेच हुने वस्तु तेल एउटै मात्र देशको पैसा यानि अमेरिकी डलरमा कारोबार हुन्छ? हो, यही प्रश्नको उत्तरमा नै विश्वको शक्ति सन्तुलनको रहस्य लुकेको छ। ल, यो कथाको जरोसम्म पुग्नको लागि हामीले समयमा अलिकति पछाडि फर्कनुपर्छ। कुरा हो 1970 को दशकको, जब विश्वको आर्थिक प्रणाली ठूलो उथलपुथलबाट गुज्रिरहेको थियो। सुरुमा दोस्रो विश्वयुद्धपछि ब्रेटन वुड्स भन्ने एउटा सम्झौता थियो जसले डलरलाई सुनसँग जोडेको थियो। मतलब डलरको पछाडि सुनको ग्यारेन्टी थियो। तर 1971 मा राष्ट्रपति निक्सनले त्यो सम्बन्ध नै तोडिदिए। अब डलरको के हुन्छ? बजारमा ठूलो अनिश्चितता छायो। हो, यही सङ्कटको बीचबाट एउटा बिल्कुलै नयाँ प्रणालीको जन्म भयो। त्यो नयाँ प्रणाली थियो पेट्रोडलर प्रणाली। सन् 1974 मा अमेरिका र साउदी अरेबिया बीच एउटा सम्झौता भयो। सम्झौता सिरा थियो। साउदीले आफ्नो सबै तेल अमेरिकी डलरमा मात्र बेच्ने र त्यसको बदलामा अमेरिकाले साउदीलाई सैन्य सुरक्षा दिने। एक किसिमले भन्नुपर्दा अब डलरको पछाडि सुन होइन, तेलको शक्ति थियो। अब यो सम्झौताले अमेरिकालाई यति धेरै फाइदा दियो कि फ्रान्सका अर्थमन्त्रीले त यसलाई अत्याधिक विशेषाधिकार नै भन्यो। ल हेरौँ न त, अमेरिकाले के फाइदा पायो। आँसु बिना घाटा चलाउने क्षमता। यो भनाइको अर्थ के हो भने अमेरिकाले जतिसुकै बजेट घाटा वा व्यापार घाटा बिहोरे पनि उसलाई खासै फरक पर्दैन। किनकि संसारलाई तेल किन्न डलर चाहिन्छ, त्यसैले डलरको माग कहिल्यै घट्दैन। जुन कुराले अरू देशको अर्थतन्त्र डुबाउन सक्छ त्यो अमेरिकाको लागि सामान्य कुरा बनिदिन्छ। यो पूरै चक्रलाई पेट्रोडलर रिसाइक्लिङ भनिन्छ। ल, यसलाई सजिलोसँग बुझौँ। पहिलो, संसारको जुनसुकै देश, चाहे नेपाल होस् वा अरू, तेल किन्नु पर्यो। दोस्रो, तेल किन्नको लागि पहिले अमेरिकी डलर किन्नै पर्छ। तेस्रो, साउदी अरेबिया जस्ता देशहरूले तेल बेचेर थुप्रै डलर कमाउँछन्। र चौथो, उनीहरूले त्यो डलर फेरि लगेर अमेरिकाकै सरकारी बन्डमा लगानी गर्छन्। यसको मतलब संसारले तेल किन्न खर्च गरेको पैसा घुमिफिरी अमेरिकाकै घाटापूर्ति गर्न पुग्छ। यसैले नेपाल जस्ता देशहरूलाई तेल किन्न सधैँ डलरको जोहो गर्नुपर्ने दबाव हुन्छ र यसले डलरको माग सधैँ उच्च बनाइराख्छ। भनेपछि यो प्रणालीको फाइदा के भयो त? अमेरिकाले सबभन्दा सस्तो ब्याजमा ऋण पाउँछ, जतिसुकै व्यापार घाटा भए पनि सङ्कट आउँदैन। र सबभन्दा ठूलो कुरा, उसले डलरलाई हतियारको रूपमा प्रयोग गर्न सक्छ। स्विफ्ट जस्तो प्रणालीबाट कुनै देशलाई बाहिर निकालेर उसको पुरै अर्थतन्त्र नै थप्प पारिदिन सक्छ। यो आर्थिक र राजनीतिक दुवै हिसाबले एकदमै ठूलो शक्ति हो। खैर, कथाको एउटा अलि विवादास्पद पाटो पनि छ। कतिपय विश्लेषकहरू के मान्छन् भने अमेरिकाले गर्ने सैन्य हस्तक्षेपहरू उसको डलरको साम्राज्य बचाउनको लागि हो। यसलाई पेट्रोडलर युद्ध सिद्धान्त पनि भनिन्छ। यो सिद्धान्तलाई मान्नेहरूले इराकको उदाहरण दिन्छन्। सन् 2000 मा सद्दाम हुसेनले तेलको व्यापार डलरको सट्टा युरोमा गर्ने घोषणा गरे। त्यसको 3 वर्षपछि 2003 मा अमेरिकाले इराकमाथि आक्रमण गर्यो र फेरि तेलको व्यापार डलरमै हुन थाल्यो। यो संयोग मात्र थियो कि अरू केही? त्यस्तै अर्को उदाहरण लिबियाको पनि दिइन्छ। मुअम्मर गद्दाफीले तेल बेच्नको लागि सुनमा आधारित एउटा अफ्रिकी मुद्रा बनाउने कुरा उठाएका थिए। सन् 2011 मा नेटोको हस्तक्षेपपछि उनको पनि पतन भयो। अब यो सिद्धान्तको तर्क के हो भने जसले डलरको राजलाई चुनौती दिन्छ उसले ठूलो मूल्य चुकाउनुपर्छ। अब सिद्धान्त र तर्क जे जस्ता भए पनि तथ्याङ्कले भने एउटा कुरा स्पष्ट देखाउँछ, यो पेट्रोडलर प्रणालीमाथि अहिले ठूलो दबाव छ। डलरको दबदबा बिस्तारै तर लगातार घट्दै गइरहेको छ। यो एउटा आँकडा हेरौँ, 56.3%। यो के हो भने संसारभरका केन्द्रीय ब्याङ्कहरूले जम्मा गरेको विदेशी मुद्रामा डलरको हिस्सा हो र यो आँकडा पछिल्लो 30 वर्षकै सबैभन्दा कम हो। यसलाई अझ प्रष्ट पार्न सन् 2000 मा फर्कौं। त्यति बेला यो हिस्सा 71% भन्दा बढी थियो।
मतलब लगभग 25 वर्षमा 15%ले घटेको छ। यो सानोतिनो कुरा होइन, यसले एउटा लामो ट्रेन्ड देखाउँछ। संसार बिस्तारी बिस्तारी डलरबाट टाढिँदैछ। हो, डलर अझै पनि पहिलो नम्बरमा नै छ। तर च्याटमा हेर्नुस् त, युरो, येन र अरू मुद्राहरूले पनि आफ्नो हिस्सा बढाउँदैछन्। यसले के सङ्केत गर्छ भने अब पैसाको दुनियाँ एउटा मात्र शक्तिको हातमा छैन, यो बहुध्रुवीय बन्दैछ। तर डलरको साम्राज्य सकियो भनेर घोषणा गरिहाल्नु चाहिँ अलि हतार हुन्छ, किनभने डलरका आफ्नै शक्तिहरू छन्। अमेरिकाको वित्तीय बजार संसारकै सबैभन्दा ठूलो र विश्वसनीय छ। अर्को कुरा, डलरको विकल्पमा खडा हुन सक्ने अर्को कुनै एउटै मुद्रा अहिले पनि छैन। यो पूरै प्रणाली बदल्नु भनेको एकदमै झन्झटिलो र महँगो काम हो। त्यसो भए भविष्य कस्तो होला त? अबको विश्वव्यापी आर्थिक व्यवस्थालाई कसले र कसरी नयाँ आकार दिँदैछ? आउनुहोस् अन्तिम खण्डमा हेरौँ। डलरलाई चुनौती दिनेहरूको मोर्चा पनि बलियो बन्दैछ। चीनले सिप्स भन्ने आफ्नै भुक्तानी प्रणाली बनाइरहेको छ र तेललाई युआनमा किन्न खोज्दैछ। रुसले डलरमा व्यापार गर्नै छाड्दैछ। अनि ब्रिक्स यानि ब्राजिल, रुस, भारत, चीन जस्ता देशहरूको समूहले त एक आपसमा आफ्नै मुद्रामा व्यापार गर्न थालिसकेका छन्। इरानले पनि युआनमा तेल बेच्नेलाई विशेष सुविधा दिने घोषणा गरेको छ। तर यी सबै राजनीतिक चुनौतीभन्दा पनि ठूलो खतरा अर्कै छ, त्यो हो प्रविधि। जसरी जसरी संसार इलेक्ट्रिक गाडीतिर जाँदैछ, तेलको माग त घट्दै जान्छ। र जब तेलकै माग घट्छ, तब तेलमा टिकेको यो पेट्रो डलर प्रणालीको जग नै हल्लिन्छ, होइन र? इतिहासले एउटा रोचक कुरा देखाउँछ। संसारमा कुनै पनि रिजर्भ मुद्रा सधैँभरि टिकेको छैन। औसतमा एउटा रिजर्भ मुद्राको आयु 94 वर्ष जति हुन्छ। अमेरिकी डलरले अहिलेसम्म 81 वर्ष पूरा गरिसक्यो। यसको मतलब हामी इतिहासको एउटा निकै महत्त्वपूर्ण मोडमा उभिएका छौं। त्यसो भए अन्तिम प्रश्न, अब के हुन्छ त? हामीले 80 वर्ष यता डलरको सर्वोच्चतामाथि सबैभन्दा ठूलो चुनौती देखिरहेका छौं। कि डलरको दबदबा घट्दै जाँदा संसार एउटा स्थिर बहुध्रुवीय प्रणालीतिर जान्छ? वा कतै अनिश्चितता र अस्थिरताको नयाँ युग सुरु हुने हो? यसको जवाब जे भए पनि त्यसले आउने दशकहरूको विश्व अर्थतन्त्रको नक्सा कोर्नेछ। र हो, नेपाल जस्ता देशहरूले आफ्नो डलर सञ्चिति र आर्थिक नीति कसरी बनाउँछन् भन्ने कुरामा पनि यसको गहिरो र प्रत्यक्ष असर पर्ने निश्चित छ।